हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो गाइज आज चाहिँ हामी फेरि पनि नयाँ भिडियो लिएर आइसकेका छौँ। आजको हाम्रो भिडियो चाहिँ स्पेसली मम्मी र बच्चाहरू स्पेसल हुन्छ। आज हामी के गर्न आएको छौँ होला प्रभा? आज हामी जौलाखिलमा चाहिँ एउटा नयाँ फन पार्क खोलिरहेको छ अनि त्यहाँ चाहिँ माछाहरूको एक्वेरियमहरू पुरा ठुल्ठुलो गरेर देखाइरहेको छ। अनि चाहिँ विदेशमा हुने चिजहरू यहाँ भइरहेछ। मेरो मम्मीलाई त फर्स्ट टाइम एक्सपिरियन्स, ऊ कहिले पनि गएको छैन है मम्मी प्रायः है। हामीसँग उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। यदि कोही मलाई चिन्नु हुँदैन, हाम्रो मेरो भ्युवर्सहरू हुनुहुन्छ भने उहाँ चाहिँ मेरो मम्मी अनि ऊ चाहिँ मेरो बहिनी। सो हामीहरू चाहिँ अब जाँदैछौँ जौलाखिल। त्यहाँ चाहिँ मेलाहरू लागिरहेको छ, एकदम रमाइलो छ भनेर हामी चाहिँ टिकटकहरूबाट अनि रिल्सहरूबाट हामी थाहा पाएको छौँ। तर के कस्तो छ भने हामी त्यहीँ गएर हेर्नेछौँ। अनि हामी चाहिँ अझ आधा ग्रुप चाहिँ अझै पछाडि हुनुहुन्छ, म हजुरलाई त्यो देखाउनेछु। सो ल अब हामी त जान्छौँ ट्याक्सीमा, उनीहरू चाहिँ जान्छ बाइकमा। बाई बाई। बाइकमा जान्छ हामी चाहिँ। बाई बाई। सो गाइज हामी चाहिँ आइसक्यौँ यहाँनिर है हालेको छ। जौलाखिलमा। तर यति धेरै भिड रहेछ, यति धेरै भिड रहेछ। पछाडि आएको छौँ हामीले है, मम्मी बुढाबुढी पछाडि आएको छौँ। अनि तर अब कसरी चाहिँ हालेर गर्ने भनेर थाहा छैन। अनि घर चाहिँ पार्किङ गर्नुभएको छ। सो अब हामी एकछिन हेर्नै सक्यौँ भने त जान्छौँ, नभए फर्किन्छौँ होला। एकदम धेरै भिड छ। केही सुन्यो होला? यति धेरै भिड छ, यति धेरै भिड छ। ओ माय गॉड। हाम्रै तो रोते उठ गए। खबर उतैतिर वन बाई वन बिस्तारै खाने, बिस्तारै। मिठो छ। सो गाइज हाम्रो चाहिँ यति धेरै भिड भएर हामी चाहिँ भित्र जान सक्दैनौँ। सो हाम्रो अबको प्लान भनेको चाहिँ हामी जानेछौँ जू, किनकि यति धेरै भिड अनि यति पछि हालेर जान नसक्ने, छिर्न नसक्ने ठाउँ छ है। मलाई नै आँटा हेर्नेको छन्नलाई। अनि अब हामी चाहिँ जूहरू जान्छौँ होला। जूमा नै अब हाम्रो चाहिँ आजको स्याटरडे मनाइन्छ हामी। कति मान्छे बुक भएको छ अरे कि राजाले पनि भनेको अस्ति आउनु भएको थिएँ। लामो सुन्नु भएको कारण फेरि बत्ती छैन रहेछ है, अँध्यारो छ अरे। बच्चाहरू जानु एकदम रिक्स छ। त्यही भएर त्यहाँ नजाउँ, फर्स्टमा अन्त घुमौँ अनि त्यसपछि लास्टमा चाहिँ त्यहाँबाट गर्ने बुझ्नुभयो मैले भने। हुन्छ हो त्यो गरौँ, जे गर्दा पनि हुन्छ। सुनिहाल्नु भयो के भन्छ उनीहरूले? के भयो यहाँ अब चाहिँ हामी जाँदैछौँ है। मलाई नै आँटाएर छैन त्यो कसैले कस्तो जाने भनेर। जू जाने भनेको फेरि जू पनि नजाउँ, यहीँ जाउँ भनेर जिद्दी गर्न थाल्यो। सो हामी जूको गेटमा आएर पनि हामी फेरि फर्केर लागिरहेको छौँ यहीँ नै। जाउँ ल। लाइन लाइन हाम्रो चाहिँ फेरि पनि प्लान चेन्ज। जुमा पनि यति धेरै मान्छेहरू रहेछ। सो हामी जान सकेनौँ। अनि त्यहाँ पनि अब बच्चाहरू लिएर आएको छौँ अनि बुढाबुढीहरू लिएर आएको छौँ। गाह्रो भएर अब हामी चाहिँ खाजा खाने। सो अनि हाम्रो खाजा बर्गर हाउस जाने अनि के खाजा खाने भन्ने भयो। मम्मीहरूलाई बरु त्यही राम्रो, किनकि कसैलाई पनि त्यो मन परेन थियो ठाउँ है। मन पऱ्यो तपाईँलाई? खासमा चाहिँ मम्मी जहिले पनि टिमहरू चाहिँ कहाँ कहाँ घुम्न जान्छ, मलाई चाहिँ कहीँ घुम्न लाँदैन भनेर मम्मीले भन्नुभएको थियो। ठुलोमा त रमाइलो थियो, अहिले त धेरै ओभर। मम्मीलाई चाहिँ एकदम धेरै नराम्रो लागेको सुटे है। नजाने मनै परेन मलाई भन्नुभयो। सो हामी त्यही भएर त्यहाँ नजाने भयौँ। हाम्रो खास प्लान त त्यो टनल हेर्ने थियो, त्यो पनि भएन। जूमा जाने भनेको जू पनि पुरै प्याक छ। अनि टिकट पनि एक्सपेन्सिभ नै रहेछ। अनि त्यो छोटा त हामी केही खासा त खाऊँ अरू यतिकै रमाइलो गरौँ भन्ने भयो। सो हामी जाँदैछौँ। हाम्रो छेउमा टिकटक बनाउन आउँदै टिकटक बनाउने भनेको भने टिकटक बनाउन आएको ल। मलाई चाहिँ टिकटक बनाउनु मन लाग्छ। उहाँको टिकटकको नाम चाहिँ हो उषा सुरुवाल। टिकटकमा गएर सर्च गरेर हेरिदिनु होला, फलो गरिदिनु।
मलाई लाइक कमेन्ट स्पेसली कमेन्ट गर्दैन, लाइक गरेर पुग्दैन हाम्रो च्यानललाई गर्नु होला। सो अब हामी जाँदैछौँ। चक्लेट नसिदिनु चक्लेट रहेछ यार। गाइज हाम्रो चाहिँ अर्को एउटा बादमा बन्द छ, बगेर हस्पिटल बन्द छ। यति धेरै ब्याड लक। आज कसको पनौती लगाइरहेको छ? को पनौती? को पनौती? बोला दिदी खाना दिनु र हेलो, आज हाम्रो छोरीहरूले घुमाउनु लानु भक्क खुसी छौँ, यति खुसी छौँ। पहाडै छायो आज जुन तारा उदायो। त्यस्तो छ घुम्नु पाएन हामी। ओ आयो खाना। म त खुसी लाग्छ। सो गाइज हामी चाहिँ चाइना बाइस नेक्स्ट यहाँ पार्कमा हामी रेस्ट गर्न बस्यौँ। अब हामी चाहिँ खाजा खान्छौँ, त्यसपछि अब के हुन्छ झगडा लागिसकेको छ हाम्रो। प्लानहरू चाहिँ एकदम धेरै। हामी चाहिँ अब यहाँदेखि लगाउनु खेल जाँदैछौँ फेरि। त्यहाँ बर्गर हाउस छ अरे, अनि प्रभालाई चाहिँ बर्गर हाउस साह्रै जान मन लाग्यो भनेर। आजको हाम्रो सबै प्लानहरू चपट भइरह। ह्याप्पी बर्थडे। कहाँ छ यो? फाइनली है अब बर्गर हाउसमा लगाउनु थियो बर्गर हाउसमा। अब चाहिँ के होला जस्तो छ। सो अब हामी सो हाम्रो फर्स्टमा चाहिँ मोमो आयो है। Mình hay rồi đó. Pizza yo. हामी चाहिँ यहाँ खानाहरू आइरहेको छ, खाना सर्भिस खाइराख्नु भएको छ सबैजना। यहाँ चाहिँ पूजाले काम गरेको अवस्था, अनि काम गर्दाखेरि अलिकति झरेको अवस्था होइन। यहाँ चाहिँ एमाले कस्तो लागेको छ? पिज्जा रमाइलो भयो। के सोचेर हिँडेको थियो के बारेमा यो भ्लग बनाउँछु भनेर सोचेको थिएँ, त्यो चाहिँ भएन। सो गाइस अब हामी चाहिँ प्रभाको सपिङ गर्न लागेको छौँ। प्रभाको सधैँ छ, अनि त्यसपछि प्रभाको सपिङ गर्न जान्छौँ। हामी लगाउनुखेमा सस्तो राम्रो चिजहरू पाउँछ। पहिलाको हाम्रो चाहिँ के भन्छ सपिङ गर्ने ठाउँ नै हो यो लगाउनुखेल चाहिँ। सो यति नै हो। अब हामी सपिङ गर्न जान्छौँ, अनि मम्मीहरूलाई बच्चाहरूलाई चाहिँ हामी ट्याक्सीमा राखेर पठाइदिन्छौँ। आज हामीले के सोचेर आएको थियौँ के भयो, तर जे होस् रमाइलो भयो।